देखाउँदै पो खानु सेलिसक्यो होला होइन हेल्दो साथीहरू आज चाहिँ हामीले 4वटा राम लाउँदिन त म त अब गर हेलो साथीहरू आज चाहिँ हामीले 4वटा चाउचाउ रामेन चाउचाउ अनि त्यस पछाडि अन्डा रामेन होइन अनि 2 PM काटा जाऊ जाऊ न काटा केही हुँदैन के चाहिँ काट्नु रामनी भन्यो नि गानी अब जेसुकै भयो नि त्यही त हो नि पिरो त हुन्छ नि 2 PM ल साथीहरू हामीले खायौँ ल अनि त्यस पछाडि स्वास्थ्यको लागि एकदम हानिकारक छ अघि मात्र सुन्दै थिएँ कि यसले खायो भने एसिड बढाउँछ अरे अनि त्यस पछाडि एसिड त तिम्रो बढे त हुन्थ्यो नि होइन उयो के पो हातखुट्टाहरूको त मसीहरू गल्छ अरे हड्डीहरू गलाउँछ अरे यो कुक खायो भने चाहिँ तर पनि हामी चाहिँ खानु सक्दैनौँ त्यो किनभने खायौँ है साथीहरू खायौँ ल तर उयो भइसक्यो नि चिसो भइसक्यो बनाउनु पनि अहिले बनाएको हामी पनि अलि यता आउनु खाएको जस्तो देखाउने त्यहाँ अनि नखाएको जस्तो देखाए पनि खाएकै जस्तो देखिन्छ थोरै थोरै त नखाऊ न त हौ अनि मुखमै आँटेको त त्यति अनि कति खान चाहिँ रुच्दैन तर चल्दा चाहिँ रुच्छ योभन्दा धेरै धेरै त पस्दैन होला नि त अनि होइन पस्छ भने पस्छ हौ टमाटर नखाएको मलाई अन्त खाऊ न भोक लागेर पनि होला क्या यस्तो भइरहेको भइरहेछ पानीमा पकाएको मिठो हुन्छ कसले बनाएको भन न त तिमीले अनि कस्तो बनायो पनि भनेन अनि यस्तो त जसले बनाए पनि यो मिठै हुन्छ जस्तो लाग्छ होइन मिठो बनाएको छ हो मलाई तारिफ चाहिँ गर्न आउँदैन तर मिठै हुन्छ लाउनु त दुवैजनालाई उति नै लगाएको नि किन मलाई धेरै खान्छौ धेरै भनेर चाहिँ लगाएको होइन नि मलाई त्यस्तो सोचेको नि म पो खाइसक्नु जस्तो लाग्छ म त यहाँ नखाइसकेर त भन्दैछु त भात पो तिमीलाई धेरै लगाइदिन्छु त धेरै खान्छ म त कहाँ लगाइदिन्छु अन्डा कति सानो सानो नि ठुलो ठुलो आएको अरे त हुन्छ सानो छ है त्यसै भन्दै नि त अस्ति ठुलो थियो सस्तो आएको अरे नि त अहिले अनि 100को 6वटा हो र अस्ति नानाहरूले पनि 100को 4वटा ठुलो ठुलो पनि छ अनि सस्तो पनि छ भन्दै नि
खाइटा सक्छौ नि साथीहरू बिहानदेखि खाना खाएको छैनौँ अहिले 4 बजेर दिउँसोको राति नै भन्दा भइहाल्यो अब बेलुकाको 4:53 भइसकेको छ बिहान पनि चटपटेर खायो हामीले डाइटिङ गरेर डाइटमा छु म तिमी त डाइट गऱ्यो भने त पुग्दै रहेछ भन्नु न मेरो त कस्तो रातो कलर देखिरहेको छ त अनि मेरो चाहिँ कस्तो देखियो होइन अन्डा कतिवटा खायो एउटा ठुलो खान्छु ल म त एउटा दुईटा मात्रै खान्छु एउटा खान्छु धेरै खानु हुँदैन एउटाले ठिक्क होइन अरूले चाहिँ दिनमा एउटा एउटा खान्छ हामी चाहिँ दिनमा 6वटा खाएर 6 दिन चाहिँ केही खाँदैनौँ तर जे भने नि राम्रोलाई नै रोजिन्छ जस्तो लाग्छ यसो जे पनि अस्ति पुरा होइन टमाटर खाने होइन टमाटर यो त म खाइसक्दिनँ नि अब मैले त हालिदिएको छुइनँ है त्यो त टमाटर मात्रै हालिदिएको रहेछ क्या दाना मात्रै छ मेरो त मटरको दाना अस्ति भने त खाइसक्थ्यो त अहिले त कहिले अस्ति भने लाग्छ म अनि अस्ति त कतै 3टा 2टा हातको मात्रै 4टा पेटै चर्चर हुन थाल्यो सक्यो मेरो त दाना मात्र छ होला खाँदैन खान्छ त अब लगाइसकेँ त्यो चाहिँ भन्छ